हजुरहरूलाई स्वागत छ हाम्रो यो भ्लगमा। हामीलाई ठिकै छ, हजुरहरूलाई पनि ठिकै होला भन्ने आशा राख्दछु। आजको भ्लग रहेको छ हाम्रो खाना बनाउने कार्यक्रम। खाना चाहिँ दिजुले बनाइसिन्छ, म चाहिँ अब किचनमा जान लाग्छु। रुमदेखि के बनाइसकेको रहेछ है, हेरौँ है त। अब देखाउँछु म हजुरहरूलाई। दिजु यता भइसिन्छ, यहाँ खाना बनाउँदैछिन्छ। के गर्नु लाग्छ? तरकारी बनाउन लाग्छु। के को तरकारी हो? अचार बनाउन लाग्यो आज। खुर्सानीको अनि आलुको के अरे त्यसपछि काँक्रा अनि जोताको अचार, उता त्यो जुम्लाको अर्ग्यानिक गिरागुडी अनि त्यसपछि भात बनाउन अब किमा भात बनाउने। ए त्यसो भए आज अर्ग्यानिक खाना खाइने भयो होइन? हाम्रो त सबै अर्ग्यानिक हुन्छ तर आज स्पेसल्ली काँक्रो अनि त्यसपछि आलु खुर्सानीको अचार खाने बेला सम्पर्क राख्नु ल गाइजहरू। त्यसले त हामी यहाँ यस्तरी सल उडेर बस्नु परेको छ। त्यहाँ गाह्रो छ गाइजहरू। यता ए चिसो, धेरै चिसो छ यता त। गाह्रो छ, गाह्रो गाइजहरू, गाह्रो। के अरे यसको धुलो के को भागोको धुलो भागो अनि के यो मिसाएर त्यो तरकारीमा हाल्दा मिठो हुन्छ है। यसको धुलो अनि तरकारीमा छोप हालेर खाँदा चाहिँ एकदम मिठो हुन्छ गाइज। हामीले सम्पर्क गर्नुला, धेरै त छैन, थोरै भए पनि यता दिजु तरकारी बनाउँदैछिन्छ। अनि के छ यहाँ किचनहरू चाहिँ हाम्रो यस्तै छ गाइजहरू। स्टुडेन्ट लाइफको किचन हो यो फेरि। यो तरकारी केही छैन। यो हामीले आज एउटा चाहिँ सारेर खायौँ, एउटा चाहिँ छ। अमिलो खानेपछि सम्पर्क गर्नु, हामीले पनि किने हो। पैसा पठाइदिनु अनि हामी दिन्छौँ। यी तरकारी हेर्छु, तरकारी अनि लसुन प्याज अन्डा यति नै हो। हाम्रो त धेरै छैन है। हुन्छ, हजुरहरूलाई धेरै माया गरिदिनु होला। हामीलाई सेयर सब्सक्राइब लाइक कमेन्ट गर्नु होला। के भन्न चाहन्छु भन्छ? म चाहिँ अब सबैजनाले हामीलाई चाहिँ सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि हामी यस्तै नयाँ नयाँ भिडियोहरू अर्ग्यानिक खानेकुराहरू देखाउँछौँ, अपलोड गर्छौँ। त्यो जुम्लाको अर्ग्यानिक दाल अनि त्यसपछि अब चामलहरू त सिमीहरू कोरिँदैछ। अनि अब कोठामा अब यो किचनमा चाहिँ हामी मुसाले खाइदिन्छ हजुर। हाम्रोमा त अब हजुरको खान्छ ल यति नै हो। सबैले माया